हेलो साथीहरू, सेवाहरू नमस्ते। यो चाहिँ म आजदेखि भन्दा पनि हिजो अस्तिदेखि मिनी ब्लग बनाउन थालेको। अनि आज चाहिँ स्पेशल भाइटिकाको दिन छ। अनि रेडी हुँदैछु। अब म दिदीकोमा जाने। अनि दिदीकोमा गएपछि भाइहरू बहिनीहरू सबैजना त्यहीँ भेला हुने। दिदी बहिनी हामी भाइहरू भएर अनि त्यहाँनिर हामी आज भाइटिका मनाउने छौँ। म रेडी हुँदैछु। म चाहिँ सुरुमा मेकअपतिर लाग्दैछु। हल्का मेकअप पनि गर्नु पर्यो। सबैभन्दा सुरुमा चाहिँ म मेकअप गर्नुतिर लाग्दैछु। हल्का मेकअप पनि गर्नु पर्यो। मेकअप गरिसके मेकअप पनि मलाई चाहिँ गर्न आउँदैन। मजाले गर्न चाहिँ आउँदैन। हल्का गर्दैछु। अब चाहिँ मैले मेकअप पनि गरिसकेँ है त। मेकअप गरिसकेपछि मेरो फाइनल लुक ल। अब म रुमदेखि निस्केको। छाता ओढेर गर्नु छ। दिदीकोमा लागेको। दिदी पनि आउँदै हुनुहुन्छ। अब तिहार लागिरहेछ हौ सबैतिर। छाता ओढेर साथीहरू म चाहिँ अब भित्रबाट जोरबाट जाँदैछु। सर्टकट टाइम लाग्छ नि त, त्यही भएर सर्टकटबाट जाने। 20-25 मिनट लाग्छ होला दिदीकोमा पुग्न। यता नि बाहिरको भ्यूहरू चाहिँ यहाँनिर चाहिँ यस्तो छ। आज सुनसान छ त हौ यहाँ त। हेलो साथीहरू, अब चाहिँ म पुग्न आँटेँ दिदीको घरमा। के गर्दै हुनुहुन्छ? को आएको छ? पुगेपछि नै थाहा हुन्छ। यही हो है मेरो दिदीको घर चाहिँ। पुरा गाना पो बजेर रङ्गोली बनाएको। हेलो। त्यसपछि हामी सबैजना भएर भेला भएर फोटोहरू खिच्यौँ।